टहलहाउँदो गाउँको खेत, यो देख्ने बित्तिकै मनमा आउने पहिलो प्रश्न यही हो, हैन र? यो खेतबाट आखिर कति उत्पादन होला? अब अनुमान लगाउन त सजिलै छ, तर वास्तविक तथ्याङ्क त्यो चाहिँ कसरी निकाल्ने हो? हाम्रो आजको यात्रा यही प्रश्नबाट सुरु हुन्छ। यो प्रक्रियालाई अझै नजिकबाट बुझ्नको लागि एकछिन दैलेखको गुराँस गाउँपालिका पुनाकोटतिर लागौँ। त्यहाँ कृषि प्राविधिक ललित बोहराले यो वैज्ञानिक विधि कसरी प्रयोग गरिन्छ भनेर देखाउँदै हुनुहुन्छ। उहाँसँगै हेरौँ फिल्डमा यो काम कसरी हुँदो रहेछ। यसको नाम हो बाली कटानी। कतै कतै यसलाई नमुना कटानी पनि भनिन्छ। अब नाम सुन्दैमा थाहा हुन्छ, यो कुनै सामान्य तरिकाले बाली काट्ने काम पक्कै होइन। यो त उत्पादन नाप्ने एउटा विशेष र प्रमाणित तरिका हो। भनेपछि पुरै खेतको बाली काटिरहनु परेन, केवल एउटा सानो ठिकसँग नापिएको टुक्राको मात्रै बाली काटिन्छ र त्यसकै आधारमा विश्लेषण गरिन्छ। अचम्मको कुरा के छ भने त्यही सानो टुक्राले नै सिङ्गो खेतको उत्पादनको प्रतिनिधित्व गर्छ। तर त्यो नमुना कसरी लिने त? यसको सबैभन्दा पहिलो र महत्त्वपूर्ण चरण भनेकै क्षेत्रफल तोक्नु हो। प्राविधिकहरूले खेतको कुनै एक ठाउँमा ठ्याक्कै 5 मिटर लामो र 2 मिटर चौडा भएको एउटा सानो प्लट छुट्याउँछन् र यो नाप एकदमै पक्का हुनुपर्छ। अलिकति पनि यताउता भयो कि हिसाब नै बिग्रिन्छ। अर्थात् कुल 10 वर्ग मिटर हो। यही सानो 10 वर्ग मिटरको प्लट नै एकछिनको लागि वैज्ञानिक परीक्षणको प्रयोगशाला बन्छ र यही सानो क्षेत्रको उत्पादनले पुरै हेक्टरमा कति उत्पादन हुन्छ भनेर हिसाब निकाल्न मद्दत गर्छ। ल, क्षेत्रफल त तोकियो। अब यो प्रक्रिया कसरी अगाडि बढ्छ त? एक एक गरेर हेर्दै जाउँ है त। तर यो काममा होसियारी भने एकदमै चाहिन्छ। सबैभन्दा पहिले त डोरीले त्यो 10 वर्ग मिटरको ठाउँलाई टक्क घेरिन्छ। त्यसपछि त्यो घेराभित्र परेको जति पनि गहुँ छ सबै काटिन्छ, एक बाला पनि नछुटाई। अनि त्यसलाई दाइँ हालेर सफा गरेर दाना मात्रै निकालिन्छ। त्यसपछि तुरन्तै खेतबाट भर्खरै निकालेको त्यो ताजा दानाको तौल लिइन्छ र किसानको विवरणसहित रेकर्ड राखिन्छ। तर के काम यतिमै सकियो त? असली काम त अब बाँकी छ। हो, असली कुरा अब आउँछ। किनभने भर्खरै जोखेको गहुँमा त खेतको चिस्यान बाँकी नै हुन्छ नि। त्यसैले सही र वास्तविक तौल निकाल्नको लागि त्यसलाई 4 देखि 5 दिनसम्म टन्टलापुर घाममा मजाले सुकाउनु पर्छ। भर्खर काटेर जोखेको तौल र सुकाइसकेपछिको तौलमा त आकाश पातालको फरक पर्न सक्छ। किनभने त्यो पहिलो तौलमा पानीको वजन पनि जोडिएको हुन्छ। तर जब त्यो चिसोपना सुकेर जान्छ तब मात्र गहुँको सक्कली वजन थाहा हुन्छ। वैज्ञानिक हिसाब किताबको लागि यही असली वजन चाहिन्छ। त्यसैले यो चरण छुटाउनै मिल्दैन। तर एकछिन है, यत्रो झन्झट किन गर्ने? एउटा सानो प्लट नाप्ने, काट्ने, सुकाउने, फेरि तौलिने, आखिर यो सबै प्रक्रियाको अर्थ के हो? ल, अब कुरा गरौँ यसको वास्तविक महत्त्वबारे। पहिलो कुरा त यसले सही तथ्याङ्क दिन्छ, जसले गर्दा हावाको भरमा होइन तथ्यको आधारमा योजना बनाउन सकिन्छ। दोस्रो, यो किसानको मेहनतको एउटा आधिकारिक अभिलेख पनि भयो। र तेस्रो सबैभन्दा महत्त्वपूर्ण कुरा, यही 10 वर्ग मिटरको नतिजाबाट प्रति हेक्टर उत्पादनको सटिक गणना गर्न सकिन्छ, जसले राष्ट्रिय स्तरमा नै रणनीति बनाउन मद्दत गर्छ।